पैसा कति पैसा कति त भइहाल्छ ल ब्रो ल बाइक ल बाई बाई ब्रो ल यसो हल्का 40 रुपैयाँ भन्छ क्या सो आज हामी जाँदैछौँ अर्कै ठाउँ छोडेर ओके 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 दिने बाई बाई ल अहिले चाहिँ हामी यो ट्रेन स्टेसनमा छौँ अब अर्को ठाउँ जान लागेका छौँ अनि म चाहिँ यहाँ आएर काम गरेँ 3-4 दिन मलाई एकदमै गाह्रो लाग्यो यो काम त्यही भएर अब नयाँ ठाउँ जाँदैछु हेरौँ त्यहाँको एक्सपिरियन्स कस्तो हुन्छ आशा छ त्यहाँ चाहिँ राम्रो हुन्छ भनेर Opóźniony pociąg Intercity Zielonogórzanie do stacji w Warszawie pierwszej. Prosimy zachować ostrożność i nie zbliżać się do... So actually I'm asking the couple of people that I'm getting confused to find the right platform and I've asked 2 people which one is the right one because I'm not used to it. That's why एकदम कन्फ्युजन भइरहेछ अब ट्रेन आउने प्लेटफर्म चाहिँ सबैले यही नै हो भने अब हेरौँ टाइम त हुन लागिसक्यो यही होला यो डराएर बसिरहेछ ट्रेन आउनु पनि अब बेला भइसक्यो अब एकछिनको वेटपछि आउँछ त्यसपछि सोध्छु अनि त्यसमै हो हामी जाने जम्मा गाडी हजुर बल्ल ट्रेन आइसकेको छ आफ्टर अ लङ टाइम झन् यही ट्रेन रहेछ ठ्याक्कै फाइनली वी एन्टर इन द ट्रेन ट्रेनमा बसिसकेको छौँ हामी अब एकछिनपछि ट्रेन हिँड्छ भित्र ठिकै छ त्यति खासै राम्रो त छैन अलिक अँध्यारो छ एकदमै गाह्रो भयो कन्फ्युजन भयो अरूको ठाउँमा आएपछि केही भाषा पनि नजाने 2 जनालाई हेल्प पाएपछि बल्ल कन्फर्म भएर अनि यहाँ रहेछ बल्ल 15 मिनट टाइम वेट गर्नु छ ट्रेनको अनि त्यसपछि हामी तर म झ्यालको साइडमै परेन यस्तो छ पुरै झ्यालै छैन रहेछ एकदमै धेरै मैला भन्छ केही सुविधा छैन
यहाँको सिटीको नामहरू कति गाह्रो गाह्रो हुँदो रहेछ क्या के हो प्रनाउन्सिएसनै गाह्रो अब खोज्नु देखाइसक्यो कि खोज्नु सो यो ठाउँमा चाहिँ अहिले ट्रेन रोकिरहेको छ अब जाने बेला भइसक्यो भोडाफोन एकदम दामी भ्यू छ एकदमै दामी जङ्गल खालको रहेछ कस्तो यस्तो भ्यू त दामी रहेछ वाउ यहाँ हाँसिरहेछ म यस्तो कमेडी भ्लग बनाउँदिनँ त सन्दीपले चाहिँ मलाई पैसा दिएको छ पोल्यान्डको पैसा यहीसँग धेरै भएछ पैसा मलाई दिएछ यसले यो पैसा चाहिँ यसले मलाई दिएको धेरै भइसकेको छ यसलाई पैसा चिल्लर पनि भइसकेको छ मलाई दिएको यसले चिल्लर ओ सोलर प्लान्ट जङ्गलै जङ्गल छ यार अलिकति के गरेको जङ्गल आइहाल्छ अब यो त झन् भवाल रहेछ कति दामी भ्यू यार ओ माई गड कसम दामी लाग्यो यार ट्रेनमा हेर्दा चाहिँ मजा आउँछ क्या अनि एकचोटि फेरि बिस्तारै बोल भन्न यो काटेर भन्न कोही त कति बिस्तारै बोल्छ थाहा छ म त सुन्दा नि सुन्दैन त बोलेको कुरा अनि म त्यति साह्रो बोलिरहेको छु र तिमीहरू कसरी बोल्छ एकचोटि विस्पर गरेर बोल छिटो लेक पनि रहेछ यार हामी चाहिँ आइसकेको छौँ यो ठाउँमा अब आइसक्यौँ हामी